हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल है। आज चाहिँ हाम्रो स्कुलमा है प्यारेन्ट्स टिचर मिटिङ राखेको थियो र यहाँनिर यस मिटिङमा है सम्पूर्ण टिचर्सहरूले आफ्नो आफ्नो जग्गाबाट आफ्नो आफ्नो है मन्तव्य राखिदिनु भयो र एसएमसीजहरूले पनि आफ्नो कुराहरू राख्नुभयो र अन्त प्यारेन्ट्सहरूले पनि आफ्नो तर्फबाट कुराहरू राखिदिनु भयो है। आजको मिटिङ एकदमै राम्रो है सफल भएर गयो है। हजुरहरूले देख्न सक्नुहुनेछ है के कस्तो भयो र फोटोहरू पनि यहाँनिर तपाईँलाई देखाउँदैछु है। यहाँनिर भिडियोजहरू पनि अडियोहरू पनि देखाउँदैछु, तपाईँहरू इन्जोय गर्नुहोला। फेरि हाम्रो आइबी सरजुकै ठुलो हात रहेको म तपाईँहरूलाई यहाँबाट जानकारी दिन्छु, किनभने है एकदमै सिनियर टिचर हुनुभएको कारणले गर्दाखेरि है उहाँले पहिलादेखि नै है एकदमै कुरा गरिरहनु भएको थियो। यहाँनिर सँगै स्कुल चल्यो भने धेरै राम्रो हुन्छ है। टिचर्सहरूमा है कुनै पनि एउटा कार्यक्रम गर्नु पऱ्यो भने धेरै सजिलो हुन्छ भन्ने विषय है उनीहरू धेरै एक्सपिरियन्स धेरै अनुभव भएको हुनाले गर्दाखेरि उहाँले बारम्बार यो कुरालाई अगाडि राखिरहनु भयो हुँदाखेरि है एसएमसीहरू बोलाएर उहाँहरूलाई पनि एकदमै पोजिटिभ वेमा है सजेस्ट गर्नु हुँदाखेरि हाम्रो आफ्नो कन्डिसन्सहरू राखिदिनु भएकोमा हजुरहरू सबैले बुझिहाल्नु भयो होला है उहाँको कन्डिसन के रहेको रहेछ भन्ने कुरा म फेरि एकताल दोहोऱ्याउन चाहन्छु है। एउटा फ्यामिलीमा कुनै पनि फ्यामिलीको डिसिजन लिनु पर्दाखेरि घरमा सल्लाह गर्नै पर्छ। यो सत्य कुरा हो, यो साँचो कुरा हो, हामीले गर्नै पर्ने हुन्छ है। यो अनिवार्य कुरा पनि हो है। फ्यामिलीमा सल्लाह नगरिकन गरेको कुरा फ्यामिलीमा कहिले पनि सुख हुँदैन, शान्ति हुँदैन होइन। र उहाँहरूले जुन चाहिँ राख्नुभएकोमा एकदम जायज लाग्यो मलाई चाहिँ है। आफ्नो फ्यामिलीमा पढेर है एकदम कलेज ग्रेजुएसन पढेर बसिरहेको है उहाँहरूलाई जब दिया जाओस् अनि यो जमिन दिन्छु भने है यो जमिन दिने जति पनि प्रक्रिया उहिलेदेखि नै चलिआएको छ। जुन चाहिँ स्कुल भयो है गभर्मेन्टलाई डोनेट गर्नेले उहाँहरूलाई जमिन है एउटा जब दिने पहिल्यैदेखि नै चलिआएको। अहिले उहाँले भन्नुभएको जस्तो आफ्नो एकदमै बिजी सेड्युललाई चाहिँ पर सारेर हाम्रो स्कुललाई टाइम दिनुभयो है। त्यसको लागि चाहिँ म हाम्रो जिल्ला सर एसएमसीलाई म एकदमै हृदयबाट धन्यवाद दिन चाहन्छु है। त्यसरी नै हाम्रो स्कुलमा 131 एनरोल छ है। अहिले 121जना छ नानीहरू, तर मैले गार्जियनको प्रेजेन्स यति बेसी देखिनँ आज मैले है, जो चाहिँ एकदमै दुःख लाग्दो कुरा हो। किनभने यो 2025को चाहिँ सायद गार्जियनसँग अभिभावकसँग यो हाम्रो पहिलो मिटिङ हो है। हामी चाहिँ तपाईँहरूको नानीको लागि चाहिँ यहाँ सबैजना छौँ नि त है। हामीले जति पनि दुःख गर्छ सङ्घर्ष गर्छ सबै मेरो नानीको लागि चाहिँ आउँदो यिनीहरूको भविष्य उज्जवल होस् भनेर हामीले सोच्छौँ है। अनि म हजुरहरूलाई यो पनि भन्न चाहन्छु स्कुलको लागि पनि राम्रो हुन्थ्यो, तपाईँहरूको नानीहरूको लागि पनि एकदमै राम्रो हुन्थ्यो है। यो गाउँ समाज सोसाइटीको लागि पनि एकदमै राम्रो कार्य भएर जान्थ्यो र उहाँको फ्यामिलीले पनि है एउटा सानो गभर्मेन्ट जब पाउँथ्यो है अकर्डिङ टु देयर क्वालिफिकेसन्स। एकदमै राम्रो कुरा हो, मलाई सहज लाग्यो। यति भन्दै उहाँले आफ्नो वचनहरू राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यसरी नै आजको जुन चाहिँ यो टिचर्स प्यारेन्ट्स मिटिङ थियो है हजुरहरूको उपस्थितिलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। आफ्नो व्यस्तता जीवनलाई पर सारेर है आफ्नो नानीहरूको कन्सर्नको बारेमा तपाईँहरू आज यसरी उपस्थिति भइदिनु भएकोमा धेरै धन्यवाद भन्न चाहन्छु। पहिला त हाम्रो जुन चाहिँ अनरेबल है जिल्ला पञ्चायत यहाँनिर आउनुभएको थियो उहाँलाई धेरै धन्यवाद भन्न चाहन्छु, किनभने पहिल्यैदेखि नै उहाँले निरन्तरता स्कुलको डेभलपमेन्टको लागि काम गर्नु भइरहेको छ। र यसरी नै फेरि पनि है यो हप्ताभित्रमै है 50,000 रुपियाँ हाम्रो सहको हातमा दिने उहाँले अघि पनि वचन राखिदिनु भयो। यो त्यस वचनको लागि अमूल्य वचनको लागि सबैजनाले जोरदार ताली बजाइदिने है उहाँ हुनुहुन्न भन्ने ताली पनि दिने म निवेदन गर्न चाहन्छु। र त्यसरी नै आजको स्कुलको